नमस्कार, म डाक्टर केबी पौडेल। विशेष गरेर हाम्रो देशमा अहिलेको यो राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको विषयमा चाहिँ केही कुरा बोल्न मन लाग्यो मलाई। हिजो जसरी रातारात रवि लामिछानेलाई सरकारले यो चाहिँ जुन बुटोलको उच्च अदालत, तुलसीपुरको उच्च अदालतले चाहिँ केही समय पूर्व पक्षको लागि थुनेर उहाँलाई चाहिँ छानबिन गर्नुपर्छ, अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले जुन कुरा गर्यो त्यो जुन प्रक्रियागत हिसाबले अत्यन्तै खराब भएको देखियो। एउटा मान्छे जो घरमा बसिराखेको छ, एउटा पार्टीको सभापति हो, यस्तो सभापतिको यत्रो ठुलो भएको व्यक्ति जसले म कानुनलाई सघाउँछु, कानुनले गरेका सम्पूर्ण फैसलाहरूलाई चाहिँ स्वीकार्य छ भनेर रेडी अवस्थामा ऊ भएको अवस्थामा जुन बेडमा गएर उसले केही कुरा गर्छु म भन्दा पनि नपाएर र जुन चाहिँ पूर्वपक्षको लागि आदेश जारी गरेको थियो त्यो पक्राउ पूर्जी समेत नलिकन यति हतार तरिकाले जसरी राज्य संयन्त्र प्रयोग गरेर यो सरकारले चाहिँ रवि लामिछानेलाई समात्नको लागि पठाएको छ, उतातिर चाहिँ आदेश आउनुभन्दा पूर्व नै जस्तो देखिन्छ त्यहाँनिर आदेश आउनुभन्दा पूर्व नै प्रहरीलाई चाहिँ पहिल्यै रवि लामिछाने बसेको ठाउँमा गएर त्यस पछाडि चाहिँ उताको आदेश आउने बित्तिकै यता यिनीहरूले पक्राउ गरेको छन्, जहाँ त्यो चाहिँ पक्राउ पूर्जी समेत नलिकन गएर रवि लामिछाने भएको कोठामै बसेर पक्राउ पूर्जी देऊ म साइन गर्छु र म जान्छु भन्दाखेरि त्यहीँ गएर उनीहरूले जुन लेख्ने प्रयास गरेका छन् यो अत्यन्तै दुःख लाग्यो। र त्यो सँगसँगै जति बेला त्यहाँ डिएसपी एकजना डिएसपीले भन्नुभएको छ कि तपाईँको अन्तिम इच्छा के हो, हेर्नुहोस् त कुनै पनि व्यक्तिलाई एउटा फाँसी दिनको लागि रेडी अवस्थामा रहेको अवस्थामा उसको अन्तिम इच्छा सोधिन्छ। तर रवि लामिछाने जो यो देशको हाम्रो देशको चाहिँ गृहमन्त्री भइसकेको पूर्व गृहमन्त्री र चाहिँ यस्तो व्यक्तित्वलाई, पार्टीको सभापति जस्तो व्यक्तित्वलाई चाहिँ तेरो अन्तिम इच्छा के हो भन् भनेर एकजना डिएसपी साहबले भन्नुभएको छ। यो कतिसम्मको लापरवाही हो, यो अत्यन्तै दुःखद छ, अत्यन्तै चाहिँ यो दर्दनाक स्थितिमा रहेको छ। भलै अब अदालतको आदेशलाई कसैले केही गर्न सकिँदैन, त्यसलाई चाहिँ सम्मानपूर्वक त्यो सहर्ष स्वीकार्नुपर्छ। तर प्रक्रियागत हिसाबले जुन रवि लामिछानेले आज चितवनमा एउटा सम्बोधन गर्ने कार्यक्रम थियो, जनयात्रा जसरी राष्ट्रपाको सुरु भएको थियो, यो जनयात्रामा रविले बोल्छ भनेर रविको मुख थुन्नको लागि गरिएको भन्ने कुरा यो राजनीतिक प्रतिशोध यसमा अवश्य देखिन्छ। यो सरकारले गर्न हुँदैन थियो। जसरी बालेनलाई निमुठिराखेको छ, हर्कलाई निमुठिराखेको छ, कुलमानलाई निमुठेरै छोडियो। अब यस्तै जति पनि यो देशका राम्रा व्यक्तिहरू छन् उनीहरूलाई चाहिँ निमुट्दै जाने र अलिकति केही गर्छु यो राष्ट्रको लागि भनेर आएका युवा साथीहरू जुन दिग्गज व्यक्तित्वहरू छन् उनीहरूलाई सरकारले निमुट्दै उनीहरूलाई खोरमा थुन्दै होइन अहिले दुर्गा प्रसाईको हालत जसरी चाहिँ यिनीहरूले हालत बनाएका छन् अथवा जति पनि जुन खालको यो हाम्रो राष्ट्रमा चाहिँ यो भ्रष्टाचार मौलाएको छ, भ्रष्टहरूले चाहिँ यो नीतिको जुन प्रयोग गरेका छैनन्, यो अत्यन्तै दुःखद छ। यो हुनु हुँदैन थियो, यो अत्यन्तै दुःखदायी अवस्था रहेको छ। त्यसैले यसमा हाम्रा भ्रष्ट नेताहरूले एउटा कुरा सोच्न जरुरी छ, यहाँ राम्रा भनिएका स्वतन्त्र व्यक्तिहरूलाई लगेर थुन्ने र विभिन्न झुटा मुद्दा लगाउने, अहिले रविन्द्र मिश्र लगायतका केही नेताहरूलाई लगेर थुनेको अवस्था पनि छ। यो दुःखद छ, यस्तो हुनु हुँदैन थियो। सरकारले गम्भीरतापूर्वक लिएर यस्ता कुराहरूलाई विचार गरोस् भन्न चाहन्छु। जति हाम्रो देश विदेशमा रहनुभएको साथीहरू हुनुहुन्छ, यो अत्याचारको विरुद्धमा, यो अन्यायको विरुद्धमा आफ्नो आवाज बुलन्द गर्न जरुरी छ। यसरी राज्य आतंक मचिनु हुँदैन। हाम्रो देश यति साह्रो भ्रष्टहरूले घेरेको देश बनिसक्यो कि यसको कुनै सीमा छैन। तपाईँ हामी विश्वको जुनसुकै देशमा बसे पनि अब आवाजलाई बुलन्द गर्ने दिन आएको छ, किनकि यहाँ केही गर्छु भन्ने सच्चा पुरुषहरूलाई, सच्चा सपुतहरूलाई कराप झ्याप पारेर जेलमा सडाउने यिनीहरूको यो षड्यन्त्रको विरुद्ध आवाज उठ्नुपर्छ। आज पक्कै पनि रवि लामिछानेले चितवनमा जनयात्रामा विशेष सम्बोधन गर्दै हुनुहुन्थ्यो कि यी भ्रष्टहरूले के गरे, किन गरे र अबको यात्रा के हुनेछ भनेर प्रश्न पार्ने दिन थियो। तर चितवनमा यो सभा गर्न नदिकनै अब यसले हामीलाई सकाउने भयो फेरि भनेर यिनीहरूको कर्तव्य बाहिर निस्किन्छ भनेर पक्कै पनि रवि लामिछानेलाई यिनीहरूले हिजो नै उर्दी जारी गरेर, पक्राउ पर्ची जारी गरेर रातारात यिनीहरूले समातेर लगेर जेल हालेको हुनुपर्छ। त्यसैले हाम्रा जति पनि स्वतन्त्र भनिएका नेताहरू हुनुहुन्छ
उहाँहरूले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था देखिन्छ र यो राष्ट्रको विकास गर्नको लागि यी भ्रष्ट नेताहरूबाट, यी जति पनि टाउकेहरू छन्, यिनीहरूबाट अब सम्भव छैन। यहाँ बालेन जस्ता युवाहरू, हर्क रवि जस्ता युवाहरू, गोपी हमाल जस्ता, अथवा काङ्ग्रेसकै पनि केही नेताहरू, चन्द्र भण्डारी जस्ता नेताहरू, अथवा अन्य विभिन्न पार्टीमा छन् यस्ता स्वच्छ छवि भएका नेताहरू, यस्ता व्यक्तिहरूबाट र विशेष गरी राष्ट्रपाका अहिलेका उदाउँदा नेताहरूबाट नै यो राष्ट्र बन्छ र यो राष्ट्र बनाउने भिजन रवि लामिछानेसँग छ भन्ने कुरा सबैलाई प्रष्ट छ, जगजाहेरै छ। र यिनीहरूले जसरी अहिले फसाउनको लागि यो तानाबाना बुनेर यो सारा कुरा यिनीहरूले दिएका छन्, यो सारा जनताले यो रविलाई दिएको दुःख हेरेका छन्, यिनीहरूलाई एक एक गरेर हिसाब किताब लिन जरुरी छ। समयको पर्खाइ हो, पक्कै पनि धेरै समय पर्खिनु पर्दैन। अबका दिनमा यी भ्रष्टहरूलाई जिन्दगीभर जेलमा सडाउने काम यसमा अबका स्वतन्त्र युवा साथीहरूले अवश्य गर्नुहुन्छ। यसको लागि 84 सम्म पर्खिनुको विकल्प छैन। तर यिनीहरूको अत्याचार विरुद्ध हामीले आवाज भने कन्टिन्यू रूपमा उठाइराख्नुको विकल्प पनि छैन। त्यसैले स्वतन्त्र युवा साथीहरू, तपाईँहरू जहाँ भए पनि आफ्नो आवाज बुलन्द गर्नुहोस्, सञ्जालबाट होस् र विशेष गरी मिडियाहरूमा पनि। यी जति पनि नेसनल मिडियाहरू छन् यिनीहरूले त कसैले यस्ता कुरा उठाउँदैनन्, तर युट्युबबाट अगाडि आउनुभएका जति पनि मिडियाहरू छन् उहाँले पुरापुर साथ दिनुभएको छ र दिनुहुनेछ। अवश्य पनि यस्ता यिनीहरूका करतुत विरुद्ध हर समय हामीले आवाज उठाउनुपर्छ र यिनीहरूलाई भोलिका दिनमा सडाउने पनि काम यो अबका युवाहरूले गर्नेछन्। हाम्रो यो जागरुकता, हाम्रो यो एनर्जी एकदम सही ठाउँमा खर्च गर्नुपर्ने अवस्था छ र गरिनेछ। त्यसैले मेरो सम्पूर्ण आदरणीय मित्रहरूलाई आफ्नो सामाजिक सञ्जाल मार्फत भए पनि सरकार यसका यी भ्रष्टहरूको करतुतको बारेमा चाहिँ केही न केही आवाज हामीले उठाउनुपर्छ। अन्तिम इच्छा तेरो के हो भनेर सोध्ने यस्ता भ्रष्ट व्यक्तिहरूलाई पनि हामीले जवाब दिनुपर्छ। साथीहरू, जय होस्।